कसरी चाहिँ एन्टरप्रेन्योर बन्ने भन्ने कुरामा मैले पढाउँथेँ जुन ज्ञानहरू विद्यार्थीलाई दिन्थेँ त्यसैलाई कसरी इम्प्लिमेन्ट गर्दै ल्याउने कसरी व्यावहारिक बनाउँदै लाने कसरी बजार बुझ्दै जाने भन्ने सिलसिला भयो र त्यसबाट केही अलिकति पुँजी आर्जन भएपछि चाहिँ व्यवसाय नै गर्नुपर्छ र मान्छे अगाडि बढ्ने हो भने देशलाई अगाडि बढाउने हो भने र आर्थिक रूपमा सम्पन्न हुने हो भने चाहिँ व्यवसाय नै गर्नुपर्छ जागिरे मानसिकताबाट चाहिँ निस्किनुपर्छ भन्ने हिसाबमा चाहिँ मैले बिस्तारै चाहिँ आफ्नो शिक्षण पेसा चाहिँ छोड्दै गएँ र यतापट्टि व्यवसायतिर चाहिँ ढल्किँदै गएँ। शिवपुरी फ्याब्रिक भनेको यो नितान्त हामीले चाहिँ मेड इन नेपाल भन्छौँ। हामीले चाहिँ सकेसम्म नेपाली प्रोडक्टलाई चाहिँ बढाउँदै लाने र नेपालमै उत्पादन बढाउने र सानो सानो एन्टरप्रेन्योरहरू जन्मिउन् भन्ने उद्देश्यले चाहिँ हामीले सुरु गरेको र यसले चाहिँ क्वालिटीको प्रोडक्ट एउटा सबै सेक्टरमा त हामीले सक्दैनौँ तर जुन सेक्टरमा सक्छौँ त्यो सेक्टरमा चाहिँ आत्मनिर्भर हुँदै जाउँ भन्ने हिसाबले हामीले चाहिँ यो सिरकको सेक्टरमा चाहिँ हात हालेको। यो फाइबरको सिरक हो मेन चाहिँ हामीले प्रोडक्सन भनेको हाम्रो मेन फाइबरको सिरक र सिरकसँग अरू पनि फाइबरको भयो डाउनको भयो डाउन अल्टरनेटिभको भयो र यसले चाहिँ कपडासँग सम्बन्धित काम गर्ने हो। पहिला कस्तो थियो भन्दाखेरि नेपालमा चाहिँ सबै चाइनिज सिरकको चाहिँ बाहुल्यता थियो र त्यो बजारमा चाहिँ बजार छ भन्ने हिसाबमा चाहिँ मैले चाहिँ यो फाइबरको सिरक चाहिँ हुन्छ भनेर सुरु गरेको र अहिलेसम्म राम्रै पनि भइरहेछ। शिवपुरी सुरु भएको चाहिँ अहिले 7 वर्ष जति भयो। सुरुवाती दिनमा चाहिँ अलिकति हाम्रो भन्दा चाइनिजहरू हेर्दाखेरि झलक्क राम्रो जस्तो देखिने तर मूल्यमा पनि अलिकति केही सस्तो जस्तो भयो पनि क्वालिटीको चाहिँ कम भयो। मान्छेले अहिले किनेर लग्यो भने 1 वर्ष पछाडि नै त्यसले काम नदिने भयो। नभए प्राय जेनरली चाहिँ सिरक भनेको मान्छेले एकचोटि किनेपछि 5-7 वर्ष युज गर्ने हुन्छ। उनीहरूको चाहिँ प्राइसलाई जति सक्दो सस्तो बनाउने हिसाबमा गयो, कम्पिटिसन मार्केट भयो, क्वालिटीलाई चाहिँ खस्काउँदै लगे। मूल्य सस्तो दिने चाहिँ होडबाजीले गर्दाखेरि चाहिँ त्यसको चाहिँ गुणस्तर चाहिँ एकदम न्यून हुँदै गयो। अहिले चाहिँ अब र मेटेरियलहरू चाइनाबाट इन्डियाबाट आइरहेको छ। यसको मेन बेसिक र मेटेरियल र नेपालमा यसको र मेटेरियलहरू उत्पादन भएको छैन। मेन भनेको यसको कपडा र फाइबरको कुराहरू भयो। यी कुराहरू हाम्रोमा फ्याक्ट्री आउन सकेको छैन। ती फ्याक्ट्री आयो भने अझ सस्तो पर्छ। त्यो चाहिँ धेरै ठुलो इन्भेस्टमेन्ट गर्नुपर्ने भएकोले कोही नेपालीहरूले प्रयास गरिरहेका छन् सानो इन्भेस्टमेन्टमा तर त्यसको चाहिँ क्वालिटीहरू आउन सकेको छैन। जुन फाइबर वेस्ट बदलबाट बन्छ र त्यो वेस्टको पनि चाहिँ हामीसँग पर्याप्त परिणाम छैन र त्यो पनि हामीले बाहिरबाट ल्याउनु भएकोले गर्दाखेरि हाम्रोमा चाहिँ कस्ट इफेक्टिभ नभएर त्यो फ्याक्ट्री त्यो चाहिँ ठुल्ठुला बिग इन्भेस्टमेन्टहरू ल्याउन सक्ने र त्यो फ्याक्ट्रीहरू अहिलेसम्म नेपालमा आइ नसकेकोले गर्दाखेरि ती र मेटेरियलहरू चाहिँ इन्डिया र चाइनामै भर्छन् बढी चाहिँ। त्यो बाहेक भियतनामबाट पनि आउँछ, थाइल्यान्डबाट पनि आउँछ चाहिँ फाइबरहरू। चुनौती भन्दा चाहिँ अब हामीले कहिलेकाहीँ भने जस्तो र मेटेरियल हाम्रो आइपुग्दैन, टाइममा आइपुग्दैन र मेटेरियलहरू र मेटेरियल धेरै लामो समय स्टोर गर्दा पनि त्यसको कस्टहरू हाई भएर जान्छ र जुन फ्लो हुन्छ कहिले नाकाबन्दी कहिले चाहिँ उतापट्टिको लकडाउन ती कुरा यावत कुराहरूले चाइनिज मार्केटको सामानहरू बेलामा आइ नपुग्दाखेरि चाहिँ अलिकति खर्च बढ्ने हुन्छ र अर्को भनेको त आर्थिक रूपमा चाहिँ अहिले ब्याज दरहरू बढेकोले गर्दाखेरि पनि अलिकति व्यवसायहरूलाई चुनौती थपिएको छ। चुनौती थपिएको अर्थ यस अर्थमा भने कि व्यवसायबाटै हात धोएर हिँड्नुपर्ने त होइन तर त्यसको असर चाहिँ सारा व्यवसायसम्म आइपुगेको छ। सिरकको केसमा त मलाई लाग्छ नेपाली उत्पादनहरूले 90% हिस्सा नेपाली उत्पादनहरूले नै ओगटेका छन् किन नेपाली उत्पादनहरू अहिले आएको चाइनिज उत्पादनभन्दा चाहिँ क्वालिटीमा चाहिँ राम्रो छन्। यही क्षेत्रमा लाग्छु यसरी फ्याब्रिक सिरकहरू उत्पादन गर्छु भनेर सोचिरहेका युवाहरूले चाहिँ के कुरामा ध्यान दिनु जरुरी छ? अब उनीहरूले पहिला त सिधै हम्फाल्ने भन्दा पनि पहिला बजारलाई चाहिँ आफूले नियन्त्रण लिनु पर्यो। पहिला अनुभव चाहिँ लिनु सक्नु पर्यो, केही कुरा उसले ज्ञान आर्जन गर्नु पर्यो। त्यत्तिकै आएर चाहिँ व्यवसायमा सुरु गर्छु भनेर हम्फाल्दाखेरि चाहिँ लगानी नै डुब्ने खतरा हुन्छ। किन भन्दाखेरि अब हाम्रो बजार चाहिँ केही उधारोमा पनि चल्ने बजार छ जसका कारणले युवासँग भनेको थोरै पुँजीले सुरु गर्ने हो, एकैचोटि धेरै पुँजीले सुरु गर्ने होइन र थोरै पुँजी नै उधारो दिँदाखेरि ऊ आफै चाहिँ टाट पल्टेर फेरि चाहिँ साउदी अरबको बाटो खाडी मुलुक ताक्नुपर्ने स्थितिमा पुगेका पनि धेरै साथीहरू छन्। होइन आउँदाखेरि न हामीले चाहिँ सकेसम्म आउनुहोस् भन्ने हो तर आउँदाखेरि ज्ञान बटुलेर आउनुहोस्, यसको बजार बुझेर आउनुहोस्, केही समय बजारको बारेमा अध्ययन गरेर आउनुहोस्, बजार सिक्नुहोस् अनि चाहिँ व्यवसायमा हम्फालिनुहोस्। सिधै व्यवसायमा नआउनुहोस्। जो चाहिँ साना उद्यमी बन्न चाहन्छन् भने उनले पहिला चाहिँ आफ्नो सानो केही न केही त्यो सेक्टरको चाहिँ ज्ञान चाहिँ लिनै पर्छ। नभए उसले आफैले चाहिँ ज्ञान बिना चाहिँ अरूको भर पर्दाखेरि चाहिँ त्यसले सफलताको भन्दा असफलताको बाटो चाहिँ रोजाउँछ। सफलताको कुरा मात्रै पढेर होइन असफलताको कुराहरू चाहिँ सिकेर आउनु पर्यो। किन असफल हुन्छ भन्ने कुरालाई चाहिँ अध्ययन गर्नु पर्यो
अनि मात्रै मान्छे चाहिँ सफल हुन सक्छ। मूलभूत रूपमा यही फ्याब्रिक सिरक यही किसिमको व्यवसाय गर्न चाहिँ थाहा हुनै पर्ने ज्ञान हुनै पर्ने कुरा के हुन्? अब उसले सबभन्दा त भनेको तपाईँ उत्पादन त गर्न सकिहाल्नुहुन्छ, बेच्न सक्नुहुन्न भन्ने कुरा हो। मेन भनेको चाहिँ बजार चाहिँ जान्नु पर्यो, बजारको चाहिँ गति थाहा पाउनु पर्यो, बजारको स्थिति थाहा पाउनु पर्यो, कस्तो बजार छ, कहाँ जान्छ, कहाँ बिक्छ, कसले चाहिँ बेच्छ यो सामान, मैले कतिमा बेच्न सक्छु, मेरो प्रतिस्पर्धीले कतिमा बेच्न सक्छ, मैले क्वालिटी कसरी दिन सक्छु भन्ने कुरामा केन्द्रित हुनु पर्यो र क्वालिटीको सामान दिँदै गएपछि एक दिन न एक दिन त सफलता हुने भइहाल्यो। शिवपुरी फ्याब्रिकले चाहिँ ठ्याक्कै दैनिक कति जति उत्पादन गर्छ? अहिले हाम्रो लगभग 200-250 पिस जति उत्पादन गर्छ। झन् 80% जति काठमाडौँ भ्यालीमै छ र काठमाडौँ भ्याली बाहिर चाहिँ 20% मात्रै गइरहेछ। हामीले काठमाडौँ भ्यालीलाई नै धानिरहेछ भनेपछि त बजार त काठमाडौँ भ्याली बाहिर पनि छ नि त। त्यसको लगानीको हिसाब त अब त्यो साइज अनुसारले क्वालिटी अनुसारले फरक हुन्छ। पहिला त बेसिक इन्भेस्टमेन्ट त चाहियो, मेसिन चाहियो, मेटेरियल चाहियो, सुरुको त चाहियो नि, मेसिनहरू मिलाउनु पर्यो, मेसिनहरूको कस्ट चाहियो, मेसिनहरू सेटअप गर्नु पर्यो, अनि नै उत्पादन हुने भयो। तपाईँले सामान्य बिना मेसिनको बिना क्वालिटीको बनाउनलाई त खासै खर्च लागेन, तर त्यसको मार्केट छैन। र अलिकति क्वालिटीको बनाउने हो भने त तपाईँले लगानी चाहिँ 1.5-2 करोड रुपियाँ लगानी मिनिमम गर्नुपर्ने हुन्छ सुरुको फेजमा पनि। सिरकको भनेको यहाँ चान्चुन चाहिँ हाम्रो भनेको 850 रुपियाँदेखिको चाहिँ हामीले 3150 सम्मको अहिले बनाइरहेको छ। 850 को भनेको 2 जनालाई ओड्न मिल्ने सिरक चाहिँ 850 मा हामीले यहाँ बेच्छौँ होलसेल प्राइस। अनि म सन्तुष्ट छु, मलाई एकदमै मैले ठिक गरे जस्तो लाग्छ र मैले गरेको म आफू सफल भएर पनि होला, म एकदमै सन्तुष्ट छु। अब सानातिना कमी कमजोरी अथवा तनावहरू त भइहाल्छ हैन, तर आफ्नो मेहनत गर्दै गयो भने चाहिँ पछि फर्केर हेर्नु पर्दैन होला जस्तो लाग्छ। अहिले हाम्रो चाहिँ 50 लाखदेखि 1 करोडसम्मको कारोबार हुन्छ। त्यो चाहिँ हेरेर कहिले अलि अप पनि हुन्छ, कहिले डाउन पनि हुन्छ। अब हामीले चाहिँ जस्तै यो होटलको हाम्रो अरू डिपेन्डेन्ट सेक्टरहरू पनि हुन्छन्। हाम्रो अब जाडोसँग रिलेटेड भयो, होटलसँग रिलेटेड भयो। अब होटलहरूमा अलि टुरिस्ट गेस्टहरूको फ्लो बढ्यो भने हाम्रो पनि व्यापार अलि फ्लो बढ्छ। अब होटलहरू मन्दी आयो भने हाम्रो पनि मन्दी आउँछ। त्यसरी चाहिँ अलिकति त्यसमा पनि भर पर्छ। अब हामीले अझै यसलाई चाहिँ एक्सटेन्सन गर्ने, किन भन्दाखेरि हामीले ट्रान्सपोर्टेसनको कस्टै बचाउन पायो भने पनि त्यो चाहिँ उपभोक्तालाई नै सस्तो पर्ने अल्टिमेट। हामीले चाहिँ किन भन्दा प्रोडक्टको कस्ट त कस्ट आउँछ, त्यो कस्ट तिर्ने भनेको उपभोक्ताले नै हो, लास्टमा कन्ज्युमरले नै तिर्ने हो। र त्यसलाई चाहिँ बचाउनको लागि हामीले चाहिँ सेक्टर वाइज साना ठाउँ अनुसारले अलि पूर्वमा एउटा पश्चिममा एउटा इस्टाब्लिस गर्ने भन्ने हाम्रो प्लान छ। त्यो भयो भने हामीले चाहिँ त्यहाँ पनि थोरै रोजगारी पनि सिर्जना गर्न सक्यो र काठमाडौँबाट वहाँ पठाउन्जेलसम्मको कस्ट पनि बचाउन सक्यो। त्यसरी चाहिँ सेक्टर वाइज चाहिँ हामीले साना उद्योगहरू नै इस्टाब्लिस गर्ने भन्ने हाम्रो प्लान छ। म गर्छु भन्नु पर्यो, म सिक्छु भन्नु पर्यो, ताकि आज सुरु गरेर भोलि नै चाहिँ सफल हुन्छ भन्ने सपना देख्नु भएन। त्यसको लागि केही न केही त समय बिताउनै पर्छ। मलाई आज साइकल चढ्ने, भोलि चाहिँ मोटरसाइकल चढ्ने, पर्सि गाडी चढ्ने हैसियतमा पुग्न सकिँदैन। त्यो चाहिँ एउटा सपना र काल्पनिक मात्रै हुन्छ। तर त्यसलाई पनि विपनामा बदल्ने हो भने त्यसको समय